आज अस्ट्रेलियाले मार्चको डाटा पब्लिस गरेको छ। त्यो डाटा अनुसार कतिजना विद्यार्थी भिजा लज गर्नुभयो, कतिजनाको भिजा आयो र भिजा ग्रान्ट रेट चाहिँ कति छ, अब एप्लाई गर्ने विद्यार्थीले सोच्नुपर्ने कि नपर्ने यो भिडियोमा एक्सप्लेन गरिदिन्छु। हामीलाई फलो गर्नु होला र सेयर पनि गरिदिनुहोस् ताकि अन्य विद्यार्थीहरूसँग पनि यो इन्फर्मेसन पुर्याउन सकियोस्। फेब्रुअरीको डाटा इस्यु हुने बेलामा नै मैले मार्च महिनाभरि भिजा रेट चाहिँ घट्नु सक्छ किन भन्दा धेरै विद्यार्थीको भिजा रिजेक्सन भएको छ भनेको थिएँ भने त्यो अनुसार नै अहिले लगभग 10% को डाउनफल भएर 35 बाट 26.7% नेपालबाट एप्लाई गर्ने हायर एजुकेसनको कुरा गर्दैछु घटेको देखिन्छ भने नम्बर अफ एप्लिकेसन पनि 1300 बाट लगभग 548 जनामा पुगेको छ। तर नम्बर अफ भिजा ग्रान्टको नम्बर भने अझै पनि ठुलो नै छ। 922 जनाले अघिल्लो महिना भिजा पाएको थियो भने 711 जनाले मार्च महिनामा भिजा पाएको छ। 711 जना भनेको ठुलो नम्बर नै पर्छ। यदि प्रोफाइल राम्रो छ, राम्रो कलेज युनिभर्सिटी राम्रो कोर्स चुज गर्नुहुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूको फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्नुहुन्छ, फर्स्ट इयर र अन्य महिनालाई पनि कसरी फाइनेन्सियल म्यानेज गर्नुहुन्छ र ताकि पैसाको कारणले तपाईँ पढाइ नछोड्नुहोस् भन्ने कुरालाई अस्योर गर्न सकिने फाइनेन्सियल क्यापासिटी छ, लोनका इएमआई पेमेन्ट गर्न सक्नुहुन्छ र फाइनेन्सियल हार्डसिप हुँदैन भन्ने कुराहरूलाई जस्टिफाई गर्न सकिने एभिडेन्स छ। बुझ्नु भएन तपाईँ अनमार्क एजुकेसन आउनुहोस्, कसरी बनाउन सकिन्छ, के खोजेको हो त भनेर भन्न सकिन्छ, त्यसमा डिस्कस गरौँ। यसमा चान्सेस छ भने हामी अस्ट्रेलियालाई एप्लाई गर्न सजाउँछौँ, होइन भने तपाईँहरू अरू डेस्टिनेसन युके, युएसए, क्यानाडा, न्युजिल्यान्ड जस्ता डेस्टिनेसनहरूमा एप्लाई गर्नु हुन्छ। आउनुहोस्, हामी चिप्लोडुङ्गा पोखरा ट्रेडमलको पारिपट्टि तेस्रो तलामा छौँ, छलफल गरौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्याङ्क यू।